हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। र आज चाहिँ फेरि हामी घुम्नु निस्किसकेको छौँ। र आज चाहिँ हामी को भन्दाखेरि चाहिँ हामी आमा छोरी दुईजना वदैनी यहाँ हुनुहुन्छ, मम्मी यहाँ बसिराख्नु भएको चाहिँ काकी, आज चाहिँ बुहारी चाहिँ गएन है। र यहाँनिर चाहिँ भाइले चाहिँ गाडीहरू निकालेर पनि हामी चढिसक्यौँ गाडीमा। र आज चाहिँ हामी चाहिँ गएको मिरिक घुम्नुको लागि। यहाँ चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ हो शिव मन्दिर हो, यो टुक्रे। यहाँनिर चाहिँ अस्ति ब्रिज भत्केको कारणले चाहिँ यताबाट बाटो बनाएको रहेछ र हामी पनि त्यही बाटो गयौँ। यो चाहिँ हो थर्बुको बाटो। र हामी यहाँ माथि पुगेर चाहिँ हेरेको त कस्तो दामी भ्यूहरू देख्ने रहेछ नि त। सो हामी चाहिँ एकछिन यहाँनिर फोटोहरू क्लिक गर्नु पऱ्यो भनेर चाहिँ यहाँ गाडी रोक्यो भाइले चाहिँ एकछिन। र हामी चाहिँ यहाँ माथि आएर चाहिँ फोटोहरू क्लिक गर्नु पऱ्यो भनेर चाहिँ बसिरहेको थियौँ। यहाँ हेर्नुहोस् भदैनीहरू पनि फोटो क्लिक गर्नुको लागि उभिरहेको छ। र हामी चाहिँ यहाँनिर फाइनली पुगि पनि सक्यौँ मिरिक चाहिँ हो। एज युजल मेरो नानी चाहिँ गाडीमा चढिसकेपछि चाहिँ जहिले पनि सुतिदिन्छ। र अब सुत्यो भनेर पनि घुम्नु त छोड्नु भएन है, नानीलाई बोकेर भए पनि घुम्नु त पर्यो। र हेर्नुहोस् न कस्तो दामी देख्छ मिरिक लेक हो यो चाहिँ, कस्तो दामी। दिनले पनि साथ दिइरहेछ, घाम मजाले लागिरहेछ। र यहाँ चाहिँ सबैले ट्रेडिसनल ड्रेसहरू लगाउँछु भनेर चाहिँ यहाँ हामी चाहिँ सबै पर्खिरहेको छौँ। वदनीहरूलाई चाहिँ रेडी गरिदिँदैछ। सो हामी चाहिँ सबैजना रेडी भएर चाहिँ अब जाँदैछौँ फोटोहरू क्लिक गर्नुको लागि। र हेर्नुहोस् वदैनी, यहाँनिर ठुलो वदैनी, यहाँ मेरो सानो वदैनी, यहाँ काकी मम्मी सबै यहाँनिर ड्रेसहरू लगाएर चाहिँ हामी भित्र पस्यौँ पार्कमा होइन। यहाँ पार्कमा गएर चाहिँ अब हामी सबैजना फोटोहरू खिच्नुको लागि चाहिँ रेडी भइरहेको थियौँ। बट मेरो छोरी चाहिँ हेर्नुहोस् न, अब अलिकति खुल्ला जग्गा पायो कि अब उसको बदमासी सुरु भइहाल्छ हो। अलिकति खुल्ला जग्गा देख्यो भने चाहिँ ऊ चाहिँ खालि हिँड्नै खालि खोज्छ। बट यहाँ टोपी लगाइदिएको त टोपी त खोलेर फ्याँकिहाल्छ। मेरो छोरीले चाहिँ टोपी नै लाउनु मान्दैन साथीहरू होइन। र यहाँ चाहिँ फोटोसुटहरू चल्दैछ सबैको। र हामी चाहिँ त्यहाँ फोटोहरू क्लिक गरिसकेर चाहिँ यहाँ वदैनी डान्स गर्छु भनेर चाहिँ लिएर आएको। बट आज चाहिँ यहाँ प्रोग्राम पनि चलिरहेको थिएछ होइन। र पनि मेरो वदैनीले चाहिँ त्यहाँ डान्स गर्यो। सो हामी चाहिँ वदैनीको डान्स हेरेर चाहिँ हामी फेरि फर्केको। अब यहाँ आएर चाहिँ ड्रेसहरू खोलेर चाहिँ यहाँनिर सब्मिट गरिराख्दिउँ। र हामी चाहिँ लागेको अब घरतिर। मेरो छोरीले चाहिँ त्यहाँ दोकानमा डल देखेछ र यहाँ मैले नानीलाई डल किनिदिएँ है। र हामी चाहिँ फेरि चढिसक्यौँ गाडीमा। अब चाहिँ हामी घर फर्केको नि त। र हामी चाहिँ यहाँबाट चाहिँ अब मिरिकबाट चाहिँ निस्किसकेको छौँ। हामी चाहिँ थर्बुको बाटो जानुपर्छ है। अब नजिक पर्छ यतैबाट हो। बाटो चाहिँ अब अलिकति रफ छ, बट अब के गर्नु, घर छिटो पुग्नुपर्छ। सो फाइनली हामी चाहिँ घर पनि पुगिसक्यौँ। सो आजको लागि यति नै मिनी भ्लग। सो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। बाई बाई।